जय मसीह, तपाईहरु कस्तो हुनुहुन्छ? आशा गर्दछु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ। प्रभुको अनुग्रहले म पनि सन्चै छु। आज म चाहिँ मम्मीसँग मार्केट जाँदै छु। मार्केटको नाम चाहिँ हो सिन्ताम। आजको ब्लग चाहिँ घरदेखिको सिन्तामसम्म छ। हामी चाहिँ घरदेखि माथि निस्किसकेको छौं। अहिले चाहिँ हामी रोडमा छौं र वरिपरि चाहिँ कम्पनी छ। यहाँ चाहिँ यति सारो पाउडर छ कि फेकको, अब टेन्सन लाउनै पर्दैन। आज चाहिँ अलिक गाडी कुदेको छैन भने आज चाहिँ 26 जनवरी हो नि त। अरु बेला पनि हाम्रो गाउँमा गाडी पाउँदैन थियो, तर झन् आज 26 जनवरी दिन त एउटै गाडी पनि आउँदैन। हामी चाहिँ गाडी पर्खेको थियो। बल्ल बल्ल हामीले एउटा गाडी पायौं। कति आराम भयो मलाई। अघि चाहिँ घाममा बस्दा उभिँदा खुट्टा दुख्यो मेरो। अहिले चाहिँ सन्चो भयो मलाई। पहिला चाहिँ हाम्रो पुल थियो, बजार जानु नजिक पर्थ्यो। अहिले चाहिँ छैन किनभने खोलाले बगायो। अहिले चाहिँ हामी लामो बाटो भएर बजार जानु पर्छ। पुल हुँदा त समरदुङबाट सिन्ताम जानु कति टाइम लाग्दैन थियो। मम्मी भाडा पनि कम्ती राख्थे अरे है। हो त। यो देख्दै गरेको पुल चाहिँ माइनिङ पुल हो। उपर देख्दै गर्नु भएको चाहिँ म पढ्ने स्कुल हो। हाम्रो स्कुलको नाम चाहिँ प्रिएमसी गभर्नमेन्ट सिनियर सेकेन्डरी स्कुल रम्फू हो। यतापट्टि चाहिँ वाइवा फ्याक्ट्री छ अनि यो रोडबाट चाहिँ नाम्ची पनि जान्छ। अहिले चाहिँ हामी मेन हाइवे रोडमा आइपुगेको छौं। हामी गाडी रोक्छु ल। रोक जुन पाए त्यही गाडी रोक्नु हुँदैन। अब चाहिँ हामी गाडी चेन्ज गर्नुपर्छ यहाँबाट। डाइरेक्ट गाडी पाइन नि त हामीले। अब चाहिँ हामी सिन्ताम पुग्यौं। मम्मी आज के छ सपिङ गर्नु? आज त्यस्तो केही पनि छैन सपिङ गर्नु। यहाँनिर छिटो अलिअलि काम छ कि अफिसको काम पनि छ अनि त्यो गरेर हामी फर्किन पर्छ। यहाँ मेला लागेको थियो, मेला पनि सकेछ। सामान किन्नु भनेको थिएँ, मम्मीको पैसा पनि सेभ भयो। सिन्ताम पुग्नु बित्तिकै हामी पब्लिक टोयलेट गयो। हेर्नुहोस् न चेन्ज नभएर यो चुइगम दिनु भयो। सिन्ताम बजारमा मम्मीहरूले के गर्ने भयो नेक्स्ट पार्टमा? मम्मीको मात्रै हैन, यहाँ मिकुको बेउरा पनि हेर्नुहोस् ल नेक्स्ट पार्टमा।